ल आज मिति 2083 साल वैशाख 5 गतेका दिन लघुदमी कृषि सहकारी संस्थाको तर्फबाट यो किला काँटी निकाल्ने क्रममा हाम्रा टङ्कनाथ भट्टराईको घरमा एउटा गाईलाई मुखबाट हामी तान्दैछौँ। अब यसको मुखबाट के निक्लिन्छ निकालेको कुरा यहाँलाई देखाउने कुरा पनि बाँकी नै छ। हामी तान्दैछौँ, हेर्दै जानु होला। ल हेर्नु त यहाँ कतिवटा काँटी देखिए। खोल्नु त मुखारी खोलिदिनु। ल हेर्नु त यहाँ 6-7वटा काँटी 8-10 काँटी रहेछन्, तर मसिना पिन काँटी चाहिँ रहेछन्, ठुला चाहिँ रहेनछन्। यो पिन काँटी भन्दा पनि दाजु हजुर यो जालीको गर्नुहोस् है। 2 3 4 5 6 7 8 9 10 11। अब नगर्नु हो गनेर साध्यै नहुने रहेछ। यहाँ चाहिँ अलिक मसिना झुर्का छन्। यति चाहिँ हामीले निकाल्न सफल भयौँ। अब अरू कुरा चाहिँ यहाँलाई के कस्तो हुन्छ त्यो जानकारी यहाँलाई गराउने छौँ। हवस् त।